निर्वाचन नजिकै जाँदा देशभरका भूमिहीन र मजदुर बस्तीका नागरिकहरू फेरि एकपटक उम्मेद्वारको भोट बैंकको रूपमा प्रयोग हुन थालेका छन्। हरेक निर्वाचनमा मत माग्न जाँदा यस्ता बस्तीका नागरिकलाई विभिन्न आश्वासन देखाइन्छ। तर निर्वाचन सकिएपछि यही नागरिकको मतबाट जितेका उम्मेद्वारहरू बस्तीलाई फर्केर हेर्दैनन्। यस्तो पीडादायी अवस्था झापाको दमक 9मा रहेको उराउ बस्तीले पनि वर्षौंदेखि भोग्दै आएको छ। दमक 9 स्थित उराउ बस्तीको इतिहास करिब 4 पुस्ता पुरानो छ। तत्कालीन राज परिवारको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी टी गार्डनमा काम गर्न भारतबाट ल्याइएका उराउ समुदायका मजदुरहरू कामकै सिलसिलामा यही क्षेत्रमा बसोबास गर्न थालेका थिए। चिया बगानमै आफ्नो जीवन सुम्पिएका ती मजदुरहरू बसेको जमिन राज परिवारकै स्वामित्वमा भए पनि उनीहरूलाई बसोबास गरेको जग्गा क्रमशः उनीहरूकै नाममा दिइने भनिएको थियो। तर 4 पुस्ता बितिसक्दा पनि उराउ बस्तीका नागरिकले आजसम्म धनी पूर्जा पाउन सकेका छैनन्। यही समस्या र असुरक्षालाई प्रयोग गर्दै हरेक निर्वाचनमा यहाँ धनी पूर्जाको आश्वासन देखाएर भोट माग्ने गरिएको स्थानीयको गुनासो छ। निर्वाचनका बेला उम्मेद्वारहरू बस्तीमा आएर जग्गा समस्या समाधान गर्ने, नागरिकता दिलाउने र जीवनस्तर सुधार्ने प्रतिबद्धता जनाउँछन्। तर जब निर्वाचन जित्छन् उनीहरूले गरेका ती प्रतिबद्धता बिर्सने गरेको स्थानीय बताउँछन्। यो प्रक्रिया वर्षौंदेखि दोहोरिँदै आएको उनीहरूको भनाइ छ। यही बस्तीमा जन्मेर हुर्किएका 24 वर्षीय सञ्जय उराउका अनुसार हरेक निर्वाचनमा उम्मेद्वारहरू भोट माग्न आउँदा गरेका बाचा जितेपछि पूरा हुँदैनन्। उहाँका अनुसार बस्तीका कयौं नागरिकसँग अझै नेपाली नागरिकता समेत छैन, जसका कारण उनीहरू राज्यका आधारभूत सेवाबाट समेत वञ्चित छन्। सबै नेताहरू भोट माग्नका लागि आएर यहाँको सबै धनी पूर्जाहरू दिन्छौँ, सबै गरिदिन्छौँ भन्छन्, तर जितिसकेपछि चाहिँ वास्तै गर्दैनन्। केही सुरुमा आएपछि वास्ता अलिअलि गरे पनि नापजोक गर्छन् अनि त्यत्तिकै सक्यो क्या। फर्महरू के फिलअप गर्न लाउँछन् त्यत्तिकै सक्यो। कतिपय मान्छेको यहाँ नागरिकतै छैन क्या। अब हामी सँगसँगै बस्दै आइरहेको छौँ, तर कतिपयको बन्यो, कतिपयको अड्केर त्यत्तिकै छ। धेरै वर्ष भइसक्यो। त्यो चाहिँ मेन प्रब्लम चाहिँ त्यही नागरिकतै नै हो क्या हामीहरूको। अब नागरिकतै नै भएपछि यो देशको त कुनै अधिकारै हुँदैन नि त। केही गर्नुपर्ने, भोट हाल्न पनि पाइँदैन, आफ्नो हक जमाउनु पनि पाएन। उता चिया बगानमा काम गर्ने मजदुरले पाउने हाजिरी ज्याला अहिलेको महँगी अनुसार कम रहेको बताइन्छ। दैनिक ज्यालाले घर खर्च धान्न नसक्दा धेरै मजदुरहरू अन्यत्र वा विदेश गएर काम गर्न चाहन्छन्। तर नागरिकता नहुँदा उनीहरू यही सीमित भएर बस्न बाध्य छन्। नेपाली नागरिकता नभएकै कारण आफू नेपाली नागरिक भएको प्रमाणित गर्न समेत नसकेको लालु उराव बताउनुहुन्छ। मान्छे कमाउने हुन्छन् हैन, तर हाम्रो यही छैन। अब हामी यही बगानमा बस्छौँ हैन, तर हामीलाई पनि कमाउन मन लाग्छ हैन। मान्छे जस्तै लाउँ खाउँ हुन्छ, तर नहुँदो रहेछ। किनभने अब हाम्रो मेन कुरो नागरिकता छैन नि त। अब सबै थोक पुर्याएर पनि छैन। अहिले पनि आमाबाट हुन्छ भनेर मात्रै भन्नुभएको छ। कति त ढाइसक्यौँ, तर ढाए पनि अझै आशा दिएको छन्, तर यो आशा पुरा हुन्छ कि हुँदैन थाहा छैन। अब मजदुर बस्तीलाई नेताहरूले केवल भोट बैंकको रूपमा मात्र हेर्ने गरेको कृष्ण विकको आरोप छ। आफ्नो नाममा जग्गा नभएकै कारण कहिले कसले यो ठाउँ छोड्न बाध्य पार्ने हो भन्ने डरमा जीवन बिताउनु परेको उहाँ बताउनुहुन्छ। स्थायी बसोबासको सुनिश्चितता नहुँदा भविष्यप्रति अन्यल बढेको उहाँको भनाइ छ। यो हाम्रो मजदुर एरिया जुन यो बगानभित्रको मजदुर एरिया छ नि, जुनै नेता जुनै पार्टी आए पनि यो चाहिँ भोट उहाँहरूको भोट ब्याङ्क जस्तो बनायो कि उहाँहरूले। अब भोटको बेला आउने होइन, अनि आश्वासन दिने, दुनियाँ जमिन जग्गा दिने, तपाईँहरूलाई सेवा सुविधा दिने भन्ने चुनावको बेला आएर अनि पछाडि त्यसपछि जिते पछाडि अब अनि नगरेका पनि छैनन्, पर्दाखेरि गरेका पनि छन्। तर यो जुन जमिनको कुरामा जोडिँदा चाहिँ हामीहरूलाई जमिन विषयमा चाहिँ धेरै नै आश्वासन दिएर चाहिँ पछि पारेका छन् कि 3-4 पुस्तादेखि यही ठाउँमा आफू र आफ्नो परिवारले निरन्तर मजदुरी गर्दै आएको भए पनि आजसम्म आफ्नो वासस्थान सुरक्षित नभएको राजु लोहार बताउनुहुन्छ। हाल परिवार सानो भए पनि भविष्यमा परिवार ठुलो हुँदा अटाउने घर बनाउने चाहना रहेको उहाँको भनाइ छ। तर जग्गाको धनी पूर्जा नै नभएपछि कुन आधारमा घर बनाउने भन्ने विषयमा उहाँ अन्यलमा हुनुहुन्छ। हामीहरू सानो परिवार छौँ, भोलि पर्सि परिवार बढिन्छ, छोराछोरी हुन्छ, छोराछोरीको फेरि छोराछोरी हुन्छ, उनीहरूले पनि बस्ने ठाउँ पुग्छ भने पो हामीलाई ढुक्क हुन्छ कि। किनकि हामी पहिलादेखि दुःख गरेको मान्छेको दुःख गरे अनुसारको पायौँ हामीले आफ्नो बस्ने ठाउँ भन्न सकिन्छ। अब बस्ने मात्रै छ यहाँ, अहिलेसम्म धनी पूजा छैन।
अब कति वर्ष बितिसक्यो, यहाँ 3-4 पुस्ता गइसक्यो, खोइ त अहिलेसम्म छैन। वर्षौंदेखि श्रम गर्दै आएको भूमिमा स्वामित्व नपाउनु, नागरिकता जस्तो आधारभूत अधिकारबाट वञ्चित हुनु र हरेक निर्वाचनमा आश्वासनको भरमा भोट दिन बाध्य हुनु दमक 9 को उराउ बस्तीको यथार्थ बनेको छ। अब पनि यस्ता बस्तीहरू केवल निर्वाचनका बेला मात्र सम्झिने, भोट ब्याङ्कमै सीमित रहने कि राज्य र जनप्रतिनिधिहरूले स्थायी समाधानतर्फ गम्भीर कदम चाल्ने, त्यो भने हेर्न बाँकी छ।